OSR Digital, entertaining the nation. हामी त हाम्रो बुहारी भित्र्याउने दिन टुङ्गो पो लगाउन आएको। सानैमा विधि पुर्याएर बिहे छिनेकै हो क्यारे। सायद हेर्ने घर पठाइदिने अब। बेना त के साह्रो चिसो हौ, हटै नभएको मान्छे के निस्किन नसक्ने लट्ठुवा। सन्चै हुनुहुन्छ सोल्टी? हेर्नु है आमा, मैले पहिल्यैदेखि भन्दै आएको छु नि, म त्यो ठाकुरसँग बिहे गर्दिनँ भनेर। तपाईँले जबरजस्ती गरेर हुन्छ? सोल्टीले जिस्के पनि बुझ्दैन यो। यति साह्रो सोझो पनि नहुनु के। के भएको छ आज यो गाउँको रेमाहरूलाई? रूपा र ठाकुरको बिहे हुने भयो। तपाईँको सोल्टिनी छ नि, त्यसको त खच्चरसँग चक्कर चलिरहेको छ। सोल्टिनीले धोका दिँदैन। सानैमा हामीले धागो बाँधिसकेको छ। धागोले थाम्छ होला, बाख्रालाई यत्रो दाम्रोले बाँध्दा त थाम्दैन। अहिले अघिसम्म यो नाबालक थियो, अब चाहिँ साबालक भयो है। भनेर के गर, छोरा जति नै बुढो भए पनि आमाको लागि त सधैँ नै बालकै लाग्दो रहेछ के। हेर ज्वाइँ साहब, हाम्रो छोरी चेलीलाई हेला होचो गर्यो भने ढ्याङ्ग्रो ख्याङ्ग्रो गरेर बाख्राको खुरमा थुन्छौँ फेरि। तेरो कसम गरे रूपाले यति ठुलो धोका दिन्छ जस्तो लागेको थिएन मलाई। त्यति साह्रो माया लागेको भए अस्ति नै भगाउनु पर्छ त। यो घरको आँगन टेक्न दिन्न म त्यसलाई। हाम्रो लागि मरिसक्यो त्यो। नराम्रो बोली वचन, नराम्रो व्यवहार त्यसले कहिले गरेन मलाई। तर खै सोल्टीप्रति मनमा कसरी नराम्रो बस्यो थाहै भएन। सायद मैले नै उसको माया बुझेन कि। रूपाभन्दा के कान्छ हाम्रो गोरी? अलिकति दारा त उछिटेको हो। त्यस्ता जाब त हाम्रो ठाकुरले ठाकठोक पारेर मिलाइहाल्छ के अरे। नठोकौँ मलाई।